डिस्टर्ब नगरेर बहिना मेरो फेभरेट वरिपरि भिडियो आउँछ मम्मा आज त्यही सुत्ने गर्छ ल हुन्छ म त सुत्न नि तयार छु मिच कहिले भिडियो बनाउन मन छ स्टप उही बोर्डहरू मसँग स्टाफ कलेज भयो प्रिन्सुले अगाडिबाट सेल्फी खिच्छ अहिले भिडियो हेलो भन्न हाय यता हेर न यता यसो हाम्रो नि देखाउने हाय फर्काउने होइन पज नगर फेरि हात देऊ त भन्नु पर्यो नि होइन उहाँबाट आएको त्यहाँ चाहिँ ड्राइभर मैले त हजुरले कपडा फेर्नलाई हो कि म त लामै बनाइदिन्छु यहाँ आएर मैसँग सौरातिर लाग्यो जङ्गल सफारी नानी आन्टीलाई डर लाग्यो है म त चढिसकेँ यहाँ से URA यहाँ चाहिँ सौरा लाग्यो हर्स हुँदै हात्ती अब हाम्रो यो नदी कट्रा हो कि बाघ देखेको अस्ति नदी कटेर जङ्गल जाने नि हामी गाइस हेलो भन हाय भन हेलो मम्मी ल है गाइस हामी अब हिँड्दैछौँ म त वहाँदेखिको यहीँसम्म भिडियो हो लाग्यो
त 3 वर्षको उमेरमै गरेको जस्तो लाग्छ मलाई यता मावले उता जङ्गल सुरु भएको छ यता मेन कति खुसी छ मसक्क मरेको छ अब एकचोटि जङ्गल सफारीभित्र जङ्गलभित्र छिरेपछि कन्टिन्यू गर्नेछु अहिले चाहिँ एकछिनलाई चाहिँ गहिरो भएको कस्तो भयो दिदी ए ल ल ल त्यही आउनु त है कस्तो भइरहेको ल वाउ हामी लास्टमा त्यो ऊबाट निस्कि बसेर रिसोर्ट हुँदै आउँछौँ क्या हो रिसोर्ट पनि भइजान्छ माइलोमा लिएर जान्छ है हो नि यहीँका लोकल मान्छे भन्छ मेरो देखाउने कुरा अब जनावर हेर्नु एक्स्ट्रा लाग्दैन फेरि एक्स्ट्रा लाग्यो त बेडा हेरेर फेरि मैले देखाएको सबै यता आउँदैछ कस्तो गर्मी पनि त्यति छैन अहिले योबाट हुन्छ अब कसले देख्छ हो त अब जनावर पहिला चढ्न पनि गाह्रो झर्न पनि गाह्रो मलाई मनपर्ने एनिमल हो भाइ गैँडा वाउ यति नजिकबाट मैले कहिले देखाएको थिइनँ उसलाई वाउ पहाडे अर्को बँदेलो बँदेले हो कति ठुलो बँदेलो चाहिँ मलाई भिडियो बनाउँछु त म एकछिन शान्ति यो भाइ लड्छ भिडियो बनाएको छु फोटो नि खिचेछु कि जोडी भनेको त्यही हो यही हो है हजुर यो चाहिँ बकुल्ला भइहाल्यो ग्रेट इग्रेट भन्छ त्यसलाई चाहिँ रडी सेल छोरी अनि मान्छेमा ठ्याक्कै अपोजिट आरबी देख्यौ यो भाले हो हजुर हेलो केही खाना
के गर्नु भयो टाउकोमै राखेर आशीर्वाद यो वर्ष मेरो राम्रो होस् तिमीलाई पनि राम्रो होस् ब्लेसिङ यता पनि यता यसलाई पैसा दिनु न मम्मी मलाई पैसा चढाइदेऊ म पैसा दिन्छु ल